रियाक्सन खिचिरहनु रियाक्सन खिचिरहनु यस्तो काम नगर्नु फटा काम नगर्नु जस्तो भरे मेरो सब बेला हुन्छ है त अब यहाँ ठ्याक्क त सबै सुरुको तान्छ र ताने है सुरु र ताने होइन यसको हुन्छ चढ्यो होइन ठिक छ स्लो केही ए ल अब घुमेन के फरक पर्दैन ए अभि हुँदैन रहेछ यस्तो माथि हेर न माथि देखेन बिस्तारै देख्छ नि त साइडमा हेर न साइडमा ल बिस्तारै पर्दैन धेरै चल्नु हुँदैन यो मुभ केवल जान नि बस्यो होइन किन हेर्ने भयो होइन हेर्ने हो त्यही देखेन अरे भयो अलिकति यस्तो गरेर टाउको मात्र अलिकति सेफ्टी हाल्नु सेफ्टी म यसलाई समेर छु मसँग हुँदैन अब आउने अट्टाउने हामीले गाडी म कहाँ गएँ म कहाँ छु आउँदा जानु आयो आयो ल अलिकति यस्तो गरौँ आमै यति भएपछि केबल कार्ड चढो भने पत्याउँछ नि घरकाले तिमी यता चाहिँ बस्दा तिमीलाई हुँदैन नि केही पनि देखाएको छैन त्यहाँ म भन्छ अहिले यहाँबाट केही पनि देखाएको छैन के तिमी साइड छोड्दै भने क्या के देखाएको छ यहाँबाट ए ठिक 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 ल यहाँ बस यहाँनिर बस ल तिमी अनि तिमी बिचमा बस न ती भरे भिडियो हेर क्या मलाई सबभन्दा मन नपर्ने कान बन्द हुने मन पर्दैन है यस्तो मेरो त बन्द भएन अहिले हुन्छ एकछिनमा हुन्छ यस्तो गर्नु न दाग बन्द गर्नु नि सास थिल्नु न मैले यस्तो गरेर आएको छु नि त्यो पनि हुन्छ यस्तो पनि हुन्छ क्या 1 2 3 4 5 6 7 8 9 10 11 12 13 13 एउटा धेरैवटा हुन्छ नि 13 एउटादेखि 14 तैँले एकछिनपछि त्यही त्यो भित्र गएर आउनेलाई पनि फेरि काउन्ट गर्छ हिजो कुकुर त्यसरी गर्ने होइन गल्लीभित्र कुकुर गयो फेरि आएको थियो कुकुरलाई दुईचोटि काउन्ट गर्छ ल भयो चुप नानु उठ्छ अहिले ठिक छ नाइस भेरी फन्टास्टिक यो यता 1 घन्टा किन लेखिरहेको छ चार्ज त्यति बेससम्म भन्छ मेमोरी ए हेर्दा मात्रै स्पिड देखिँदैछ नि ओह्रालोमा नि ओह्रालो झन् आनन्द हुन्छ क्या माथि जानु पनि डर लाग्छ अलिकति भइसक्यो होइन माथि जाँदा बिच बिचमा होइन रोकेर गियर चेन्ज गरेर रोके जस्तो गियर चेन्ज गरेर ताने यस्तो त्यो भनेर चाहिँ ठाडो हुने जस्तो हुन्छ थुक्क मैले क्यामेराको लेन्स बुझेको अरे र त्यहाँ उयो ब्लरी हाइकिङ रोड हो क्या त्यहाँ ब्लरी हो फुटकेलहरू देखेन अटोमेटिक सब अटोमेटिक यही कान बन्द भयो सावधानी स्वचालित ढोकाहरू हात र खुट्टाहरू टाढा सहारा यस्तो गरेर यहाँ कान खुल्छ किन हाई गर एकदमै भयो ध्यान नजर यसमा कान खुल्छ पोलाउन आँटाने भन्नु है फुल बोक्नु अब 2 सेकेन्ड 1 दिन डक्टरमा कालो है के कालो भयो स्क्रिन त्यसको स्क्रिन बाँकी छ खिच्नु पर्यो कि गुडुडुडुडु गुलिएको
खाली छ सिरियल आउँछ त नि त्यो सिरियलै छ होला नि राखेको छैन सिरियल छैन यो कुनै छ 32 म त 33 आउँदैछ हाम्रो 12 सिरियल राखेको त्यहाँ माथि त यो 12 नम्बर होइन 13 14 15 त्यो गर्दाखेरि कहाँ त्यहाँ 30 पुग्छ त डिस्टेन्सको हिसाबले किन थर्केको यो हावाको हावाले हल्लाइरहेछ हामीले अलिअलि हल्लिरहेछ नि हामी हो अर्कोलाई हेर न हल्लिरहेको जस्तो छ नि छैन गलत फर्स्ट टाइम त्यो मनगाउँमा चढेको बेलामा होइन ठ्याक्क खोलामाथि अड्क्यो क्या हामी भिडियोमा 32 33 34 छ यो सिरियल छ त्यो बिचमा ग्याप छ क्या ठन्डै उते के हो कुन प्लेन उते तिम्रो स्टेसन गिदरै घुम्ला हो बेस स्टेसनको यही हजुर मैले लामो छैन त्यो एउटा स्मुथ छ लामो भएको बेस स्टेसनको मिनिङ लामो बिचको एउटा लास्टको पाहाडको अगाडि एउटा ठाडोको अगाडि आउँछ सबै डाँडा काटेर बनाएको नाइस स्टोरीमा राख्ने भयो ल मैले केबल कार चढेको प्रुफ भयो भन्दै यसो गर नि त म बियर खान्छु होइन त्यसपछि तिमी के गर्छौ मोटर हातेकोसम्म क्यामेरा पठा भन्छ तिम्रो फोन चाहिँ नबढाएको हौ तिमी किन रे तिम्रो फोन बाहिर नराख भने लाग्दैन चित्तुवाहरू छ होला कि बस भन्ने यहाँसम्म सुन्छ बिचको बाटो हो बिचको बाटोमा बजेको भन्नु त पारीको बाटो यो बिचको हाइकिङ रुट सबै हाइकिङ रुटै रुट पोल मुनि मुनि आयो भने ठ्याक्कै पुगिन्छ त्यो रुट नै यिनीहरूले युज गरेको छ क्या सर्वेमै हाइकिङ रुट ठाडो थियो नि त त्यो ठ्याक्कै त्यही जातीय थियो त्यही पोल गाडेको छ ए हो भने हामी माथि माथि केबल कार तल तल हाइकिङ मान्छे हो जान मिल्छ ठ्याक्कै मिल्छ त्यही रुट हो कि सेम सेम कतिवटा डाँडा कट्यौँ हामी 4-5वटा कटिन्छ नि कतिवटा कट्यौँ भने लास्टको एउटा पाइन्छ अब म टप यो टप डुडुडुडु बुझ्न खोजेको कुरो त्यही हो क्या तार चाहिँ यस्तो तन्केको छ के गरी भनेर क्या बिना सपोर्ट कसरी झुन्ड्या किन सपोर्ट छैन कहाँ सपोर्ट छ त्यो पोल के लागि राखेको नि ट्याक्क त बिचमा त पोलहरू किन राखिरहेको नि हिसाब गर्नु परेन यो तारलाई त पोलले पकडेको छ होइन त्यहाँ कस्तो भन्दाखेरि तिम्रो ऊ मात्र बस्ने यो त केबलै पुरा घुमिरहेको हुन्छ नि त बुझेँ केबल त घुमिरहेछ यो केबल घुमिरहेछ बुझेँ क्या मैले तर केबल पोलको सपोर्ट भइहाल्छ नि तिमीलाई जुन अब हामीहरूको यस्तो चक्का हो नि होइन यहाँ तार हो नि होइन यो त पोलले मात्र गर्यो यो त तिम्रो केबलै घुमिरहेको छ यसलाई बाटो मात्र बनाइदिएर हो नि त जब तिमी ऊ पढेर एकचोटि सिभिल पढ सिलबाट हुँदैन सिल पढेर कहाँ हुन्छ सिल सर्वे मात्रै गर्ने हामीले स्पेसलाइजेसन गर्नु त्यो तार माथिपट्टि छ चक्काको चक्काको माथिबाट तलमा
सही 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 अब बुझेँ यो चाहिँ उयो गयो ल ठाडो छ नि त। यो तर ल्यान्डिङ हो अब ल्यान्डिङलाई लास्ट पोल पाइन्छ एउटा काठमाडौँ भ्याली काठमाडौँ सहर यता लाग्छ रहर उयो बन्द गर्न सक्छु सक्दैन भयो पुग्नुलाई अब त्यहाँ पिट्छ अहिले किन बन्द गरिस् भने यस्तो कान बन्द भयो यस्तो गरेर क्या हेर कान खोल्छ जानी जानी आउने आयो कि ए साँच्चीकै आउने आयो कि ख्याल छेट्टा जिस्केको आयो गऱ्यो भने क्या त्यो मुख फाटिन्छ नि त यहाँ यहाँ गर्ने हुन्छ नि ए मेरो कान बन्दै भयो होइन तिम्रो काम खत्तम छ ल ऊ त्यो डोमहरूमा फन पार्क कहिले बन्ने हो के भन्ने हो ऊ त्यो सानो चारवटा डोम देखेछौ नि